के छ गाइस गाई हो कि गोरु हो आज पिज्जा हानी पिज्जा पार्टी आयो होला 3 दिन लाग्ला पिज्जा सेलाइसक्यो अघि लिएर आएको यी आज पिज्जा सँगानी यो अनि न्यापिन रहेछ अरे अरू पनि मैले न्यापिन छैन होला नि खै छुट्टै राखेको क्या गाई 3 दिन लाग्ला यो उवाला के अरे चिजवाला चिसो भइसकेको छ अरे थुक्क तताउमा छोडिदिनुहोस् त्यति पनि ठिक छ के भएको यो चलिरहेको कि नचले नचले हो त होइन ल ल ल ल खाना खा सेलायो कि कुन्ताको अघि लिएर आएको के गर्दा गर्दा ढिला भयो गाइस खाना पनि पिज्जा खाना पनि यसरी हाल्यो होइन मिठो पिज्जा अनि त्यसपछि यो छिप्पिडालु अस्तिदेखिको लिएर राखेको भयो अब मिठो हुँदा हुँदै नमिठो त के खाइन्थ्यो होला र तैपनि यसो राखिरहेको खाइएछ भने खाइहाल्यो खाएन भने रह्यो गाइस पिज्जासँग ल ल खोल्दैमै त हल्ला त्यही अहिले उछिट्यो भने टेन्सन भयो यो चाहिँ यो के चिजवाला पिज्जा चिसो भएछ तातो खाँदा कति मिठो हुन्थ्यो र चेस पिज्जा पार्टी हाम्रो आज यो पकाउनुमा उयस भएको के टाइम त नकिन तान्नु न आफै ढिलो आएर आउनु त म आइहालेको छु नि त बनाएर तुरुन्तै लिएर आएको अनि त्यही त्यो के भन्छ त्यो बनाउन गएर बस्नु पुरा ढिलो भयो सुन्दैछु खाइन्छ होला भन्थ्यो क्या हो यो पिँडालु रहेछ राम्रो त्यो भन्दा नि सामान खोजेर बितायो त अघिल्लो समय अब अघि हग्न बस्नु गोचु पर्छ भने जस्तै होइन गाई कहीँ कहीँ यस्तो हुन्छ यो चाहिँ ओछ्यान होइन गाई फेरि यो चाहिँ टेबल हाम्रो सानोतिनो टी टेबल यसमा अलिकति मर्मत गर्नुपर्ने हुन्छ त्यो पानी राखेर पाल परिन्छ क्या हल्का फुल्का न हल्का हल्का जग राखेर भाग हल्का पाल परिन्छ अनि त्योबाट चाहिँ अनि यो तन्ना ओछ्याएर अनि यसरी थाक्न ल खाना अब यस्तोहरू खायो अब आज त फलफुल खाइदिनु हिजो चाहिँ मस्त ढिलो खाएर त्यसपछि साँच्ची ऊ खाइ बाबु म्याउ म्याउ म्याउ
अङ्गुर अनार खाएर सुत्यो अनि नमोटाओस् मोटाइन्छ भने थोरै थोरै खायो तर खानेकुरा चाहिँ मार्यो अनि खाना चाहिँ खाना कम एउटा खाना भात र त्यही ऊ मात्रै त हो नि कम खाए जस्तो नत्र अन्य त अब यति यति खाइन्छ बल्ल डाउनलोड भयो त्यो भएर नि दुब्लाउन चाहिँ असम्भव छ अहिलेसम्म चाहिँ भगवान् कान नपरोस् अब जस्तो रोग ब्याज र दुःख बिमारी पऱ्यो होइन अब यो काँचो कुचो ज्यादा र खाना ज्यादा हानि भएपछि भन्न सकिँदैन पेट या हुन्छ जान यत्रो है मेरो मात्रै छोरो उहाँ उता उता गरेर बसिरहेको थिएँ अनि अस्ति काले छ कि काले मभन्दा काले छ अनि सँगै यसरी बस्न खोज्दैन कि काले काले भयो नि मेरो लागि हिरा हो हिरा होइन बेसी बास्केटबल खेल्न जानु के गरेर यहाँ क्या रगडेर अनि क्या छ सानोतिनो त त्यो भएर नि काले भएको डाइटिङ गरेर सुकाएको ज्यान त्यस्तै गरेर अलिअलि काले भएको म चाहिँ अलिअलि क्रिम ल्याएँ फेरि काले त उस्तै हो तर क्रिमले अलिकति गोरो भएको म चाहिँ भन्नुपर्दा ल अनि त्यो भएर अलिअलि गोरो भएको म चाहिँ र अलिअलि गोरै छु यो छोरो चाहिँ खालि घाममा रगरगाएर हिँड्छ के गर्दा गर्दा कालो हो नि त त्यही भएर हो म चाहिँ क्रिम दिएँ गाई क्रिमले पाउडर धेरै दल्नु पऱ्यो नि होइन अनि मेरै अनुहारको छोरो चाहिँ सेम टु सेम मुस्कान र हँसाइ चाहिँ बाबा जस्तै बाबु चाहिँ त काहीँ नभएको सेतो न सेतो छ सेतो भने ठिकै सेतो अनि म चाहिँ काली छु अनि मतिर गएको छ क्या चाहिँ क्रिम ल्याएँ यति धेरै टल्के चाहिँ होइन गाइज फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला है त बाई बाई